एसडब्ल्यू म्याप खोल्ने, त्यसपछि ओपन प्रोजेक्ट गर्ने, न्यू प्रोजेक्टको नेम दिने जस्तै रोड डिटेल अनि क्रिएट गर्ने। अनि त्यसपछि माथि राइट साइडमा 3 डट जान्छ, त्यहाँ प्रोजेक्टमा आफ्नो प्रोजेक्ट चुज गर्ने। अनि त्यसपछि माथि लेयरमा जाने, अनि त्यसपछि लेयर्समा क्लिक गर्ने। अनि त्यसपछि ड्रोन फिचर। अब सबभन्दा पहिला रोडको एलाइनमेन्ट चाहियो होइन, रोड एलाइनमेन्ट त्यो चाहिँ जहिले पनि लाइनमा हुन्छ, किन लाइन हुन्छ नि त। त्यही भएर अब कलर अप्सन चुज गर्ने, जे कलर हाल्यो नि भयो। एड रोड एलाइनमेन्ट भयो होइन। त्यसपछि अब ठाउँ ठाउँमा फोटो चाहिन्छ, फोटो त्यो चाहिँ पोइन्टमै हुन्छ, एक ठाउँको चाहियो नि त। अनि एड। अब फोटोमा डिस्क्रिप्सन पनि चाहियो, त्यो लोकेसन नाममा लेख्नु पऱ्यो नि त। त्यही भएर चाहिँ केमा चाहिँ सेटिङमा जाने, लेयर एट्रिब्युट्समा जाने। अनि यहाँ चाहिँ डिस्क्रिप्सन लेखौँ न, डिस्क्रिप्सन स्पेलिङ रङ भयो, डिस्क्रिप्सन। अनि त्यो चाहिँ केमा हुन्छ नि, टेक्स्टमै हुन्छ, एड गर्ने, क्लोज। अनि अरू जस्तै सपोज पोल हुन्छ, पोइन्ट भयो। अब पोलमा चाहिँ सपोज मलाई फोटो चाहियो, फोटो। अनि यहाँ चाहिँ फोटो चुज गर्ने, एड गर्ने। त्यसमै पहिले यो फोटोको डिस्क्रिप्सन चाहियो, फोटो डिस्क्रिप्सन, त्यो चाहिँ टेक्स्टमै राख्ने, एड गर्ने, क्लोज गरिदिने। अब जस्तै अरू कुन डिटेल हुन्छ, जस्तै अब अहिले यति गरौँ, यो भयो। अब यसलाई क्रस गरिदिने। अनि जिपिएस आफ्नो लोकेसन। अनि त्यसपछि अब यहाँ रेकर्डमा जाने, रेकर्ड फिचर्स। अनि यहाँ हेर्ने, जस्तो रोड एलाइनमेन्ट छ। अनि यो भनेको न्यू एक्जिस्टिङ, हामीले जहिले पनि एक्जिस्टिङमा गऱ्यो भने एउटै रोड ट्र्याक भइरहेको हुन्छ। अनि त्यसपछि जस्तो अब कुनै ठाउँमा स्टप गर्नु पऱ्यो, भोलितिर काम गर्नु पऱ्यो भने फेरि एक्जिस्टिङमै जाने, रोडको जुन नेम हुन्छ त्यहीमा फेरि कन्टिन्यू गर्ने। अनि त्यहीमा ट्र्याक हुँदै गयो, न्यू गर्नु भने त के हुन्छ, रोड टुक्रिएर आउँछ। अनि त्यसपछि फोटोमा चाहिँ एड गरेको रहन्छ, एट्रिब्युट एड गर्नु पऱ्यो। जस्तो पोलमा फोटो पनि भयो, फोटोको डिस्क्रिप्सन भयो भने अब फोटोमा चाहिँ मैले हालेको रहन्छ, फेरि त्यसमै जाने, फोटोमा जाने, एट्रिब्युटमा यहाँ चाहिँ के गर्ने भने फोटो राख्ने, फोटो चुज गरेँ, एड गरेँ, क्लोज। अब यहाँ हेर्नु फोटो आइसक्यो होला। जस्तो फोटोमा यहाँ डिस्क्रिप्सन प्लस फोटो दुवै आएको छ। अब चाहिँ ट्र्याक गर्नलाई चाहिँ के गर्ने, सबभन्दा पहिला रोडको। अब यहाँ चुज गर्ने रोड एलाइनमेन्ट चुज गर्ने। एक्जिस्टिङमा अहिले न्यू भयो, अब रोडको नेम दिने, जस्तो मदन भण्डारी रोड, यो चाहिँ ट्र्याक गर्नुपर्ने छ। अब चाहिँ यसमा चाहिँ के गर्ने भने रेकर्ड, तल लोकेसनको साइडमा रेकर्ड छ, रेकर्डमा ट्याप गर्ने। अनि त्यसपछि हिँड्ने अब टुइङ। अब यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ, यहाँ चाहिँ रेकर्ड भइरहेछ, यहाँ हरेक इलिभेसनमा चाहिँ रेकर्ड दिइरहेछ। अब डिटेलहरूको लागि जस्तो अब पोल आउँछ, के आउँछ, त्यो चाहिँ अब त्यहाँ चाहिँ अब फेरि स्टप गर्ने। अब सपोज यहाँ पोल आइसक्यो, अब चाहिँ यहाँ चाहिँ के गर्ने भने स्टप गर्नलाई फेरि रेकर्ड फिचर्समै जाने। अनि मैले स्टप गरिदिएँ, अनि यसलाई क्रस गरिदिने। अब चाहिँ यहाँ चाहिँ फोटोको लागि चाहिँ के गर्ने, रेकर्ड फिचरमै जाने, रेकर्ड फिचर्स। अब जस्तो पोल यहाँ आयो, अब पोलमा मैले चुज गरेँ। अनि त्यसपछि तलको चाहिँ लोकेसनलाई एड गर्ने, क्लिक गर्ने। अनि त्यसपछि एस गर्ने। अनि त्यसपछि फोटो जुन यहाँ प्लस साइन देखेर चाहिँ क्यामेराको, त्यो क्यामेरामा ट्याप गर्ने। अनि त्यसपछि यहाँ पोल छ, अब यहाँ चाहिँ पोलको चाहिँ मैले फोटो लिएँ भने यो ठ्याक्कै पोलको यो ठाउँको चाहिँ लोकेसन दियो। अनि त्यसपछि ओके गरिदिने। ओके गरेर अब यो पोलको नाम चाहिँ पोल ए होला, पोल ए, डिस्क्रिप्सन पनि दिने, पोल ए। अब पोलको नाम केही छ भने पोल ए भयो। त्यसपछि माथि यसलाई एट्रिब्युट सेभ गरिदिने, अनि राइट यसलाई पनि सेभ गरिदिने, क्रस गरिदिने। यो चाहिँ यहाँ चाहिँ फोटो यहाँ चाहिँ सेभ भइसक्यो, यो त रोड एलाइनमेन्ट भयो। जस्तो यहाँ पोल छ, सेभ भयो। अनि इस्टिङ, नर्थिङ, जेड
यो सबै डिटेल यो ठाउँको चाहिँ पोलको भयो। अब चाहिँ के गर्नु भने रोड फेरि अब हामीले चाहिँ कन्टिन्यू गर्नु पऱ्यो। सपोज आज यहाँसम्म भ्याइसक्यो, अब भोलिदेखि फेरि कन्टिन्यू गर्नु पऱ्यो। अब तर यही एलाइनमेन्ट एउटै रोड हो, अर्को भएको भए चाहिँ फेरि न्यू गर्ने। अब त्यसको लागि चाहिँ के भने रेकर्ड फिचरमा जाने, अब रोड एलाइनमेन्टमै जाने। यो एक्जिस्टिङमै यसमै रेकर्ड स्टार्ट गऱ्यो भने चाहिँ के भयो भने त त्यही ठाउँदेखि कन्टिन्यू भयो, सधैँ त्यो अनुसारले कन्टिन्यू हुँदै जान्छ त्यो एउटै एलाइनमेन्ट। यदि न्यू गर्नु छ भने न्यूमा जाने, अनि नाम टाइप गरेर फेरि गर्ने भने यहाँदेखि अब त्यो चाहिँ पहिलाको जे भयो सेभ भयो, यहाँदेखि अर्को रोड चाहिँ टुक्रिन्छ। अब चाहिँ मलाई चाहिँ टुक्र्याउनु छैन, त्यही रोड एक्जिस्टिङमै जानु छ। अनि जस्तो अब यो मदन भण्डारी रोड एक्जिस्टिङमा जाने, रेकर्डमा ट्याप गर्ने, अब अनि त्यसपछि हिँड्ने रेकर्ड गर्ने। अहिले रेकर्ड हुँदैछ। यहाँ चाहिँ रेकर्ड हुँदैछ। जस्तो अब चाहिँ मलाई ट्रीको फोटो के लिनुपर्ने छ, अब यो ठाउँमा लोकेसन ट्री छ, यो लोकेसनमा चाहिँ अब यो रोडलाई चाहिँ के गर्ने, स्टप गरिदिने। स्टप गरिदिए फेरि रेकर्ड फिचर्समै जाने। अब जस्तो मलाई फोटो लिनुपर्ने छ, यहाँ फोटोमा, त्यसपछि लोकेसनमा चुज गर्ने, एस गर्ने, त्यसपछि फोटोमा क्लिक गर्ने। जस्तो यो ट्री भयो, यहाँ यो लोकेसनमा ट्री छ, फोटोले त्यसपछि ओके गरिदिने। के डिस्क्रिप्सन लेख्नु छ भने यो ट्री @ ल यसको नाम भयो। यो एट्रिब्युट सेभ गरिदिने, क्लिक गरिदिने, एसमा पनि टिकमा चाहिँ चेक गरिदिने, अनि क्रस गरिदिने। अनि यो चाहिँ यहाँ चाहिँ ट्रीको यहाँ चाहिँ आइसक्यो, यहाँ चाहिँ फोटो ट्री भनेर आयो। अब फोटो चाहिँ ऱ्यान्डमली जतिवटा पनि लिन सक्यो। अब चाहिँ रोड एलाइनमेन्ट भयो, फोटो भयो, अनि पोलहरू भयो। अब यसरी नै चाहिँ अब फेरि रोडलाई कन्टिन्यू गर्नुपर्ने छ भने रोड एलाइनमेन्टमै गएर अब रोड कन्टिन्यू गर्ने। यदि अर्को छ भने फेरि के भने रोड एलाइनमेन्टमै जाने, न्यूमा जाने। अब यहाँदेखि चाहिँ रोड बी, ल यहाँदेखि रोड बी के छ भने यहाँ, अनि फेरि के गर्ने भने रोड बी भयो, त्यसपछि रेकर्ड स्टार्ट गर्ने। अब फेरि हिँड्ने। अब चाहिँ यहाँ चाहिँ अर्को लाइन टुक्रियो, अर्को लाइन स्टार्ट भएको छ फेरि साइडबाट। यो जिपिएसले अलिक तलमाथि देखाएर आउँछ, यसले फरक पर्दैन। रोड एलाइनमेन्ट यो केएमएल फाइलको लागि हो। अनि त्यसपछि यो चाहिँ अहिले रोड टुक्रिएर आयो फेरि। अब पहिलाकै गर्नु छ भने फेरि त्यहीँदेखि गर्नु छ भने त्यहीँदेखि कन्टिन्यू गर्नु पर्यो। अनि अब चाहिँ मलाई यहाँ स्टप गर्नुपर्ने छ यो ठाउँमा, अनि फेरि रेकर्ड फिचर्समै जाने, अनि स्टप गरिदिने। यो भयो। अब यसलाई चाहिँ कसरी एक्सपोर्ट गर्ने होइन, यो चाहिँ गुगल अर्थ प्रो यिनीहरूमा चाहिँ एक्सपोर्ट गर्न पाइन्छ। केएमएल फाइल हो यिनीहरू। एक्सेल फाइल, एक्सेल सिटमा पनि यो एक्सपोर्ट हुन्छ। जस्तै अब एक्सपोर्टको लागि चाहिँ के गर्ने भने यसमा चाहिँ माथि एसडब्ल्यू म्याप यो माथि जाने, अनि एक्सपोर्टमा क्लिक गर्ने। अब एक्सपोर्ट प्रोजेक्ट गर्ने भयो भने यो अरूको मोबाइलमा पनि सेभ गऱ्यो भने ठ्याक्कै यही कुरा चाहिँ अरूको मोबाइलमा नि आउने भयो। प्रोजेक्ट एक्सपोर्ट गर्ने एक्सपोर्ट केएमएल केएमजेड, यो चाहिँ गुगल अर्थमा, त्यसपछि मोबाइलकै गुगल अर्थमा यिनीहरूमा चाहिँ खोल्न मिल्यो डाइरेक्ट एक्सपोर्ट गरेर। अनि एक्सपोर्ट सेभ फाइल यो चाहिँ जिआइएसको लागि हो, यो जिआइएसमा चाहिँ खोल्न सक्नुहुन्छ ठ्याक्कै होइन। अनि एक्सपोर्ट जियो सन यो चाहिँ थाहा भएन। अनि एक्सपोर्ट सिएसपी यो चाहिँ एक्सेल सिटको लागि भयो होइन। अनि यिनीहरू चाहिँ स्पिड सिट, अब यो तपाईँलाई थाहा नै होला, यिनीहरू चाहिँ चाहिँदैन। यहाँ मेन चाहिँ केएमएल फाइल चाहिने हुन्छ। यो केएमएल फाइलको लागि अब मैले यहाँ केएमएल फाइलमा एक्सपोर्ट गरेँ। यो केएमजेड मैले गरेँ भने विथ फोटो समेत आउँछ। यदि केएमएल मैले गरेँ भने जुन लाइन ट्र्याक भएको छ त्यो लाइन ट्र्याक मात्र आउँछ। त्यो चाहिँ ध्यान दिनुपर्ने हुन्छ, नत्र एक्सपोर्ट गर्दाखेरि कहिले कि त दुवै गर्नु पऱ्यो, कि त मैले केएमजेड या केएमजेड नै गर्छु भने एक्सपोर्ट गरिदिएँ मैले। अनि एक्सपोर्ट गरेर चाहिँ यहाँ चाहिँ एक्सपोर्ट भइसक्यो। अब चाहिँ यसलाई चाहिँ मोबाइलमा जाने। यो चाहिँ कहाँ हुन्छ भने यो एन्ड्रोइड 10 सम्म चाहिँ यसको फोल्डर नै हुन्छ। एन्ड्रोइड 11 देखि चाहिँ के हुन्छ भने यसको फोल्डर हुँदैन, अर्को ठाउँमा चाहिँ गएर ब्याकअप हुन्छ। यसको लागि चाहिँ अब मेरो एन्ड्रोइड 11 हो, त्यही भएर चाहिँ अब के गर्ने, अब यसको चाहिँ अब माई फाइल्समा जाने। माई फाइल्समा गएँ, त्यसपछि इन्टरनल स्टोरेज। अब चाहिँ एन्ड्रोइड 10 भन्दा बिलो छ भने यहीँ एउटा एसडब्ल्यू म्याप भन्ने फोल्डर हुन्छ, त्यसमा जाने, एक्सपोर्टमा जाने, त्यो ठ्याक्कै एक्सपोर्टमा भेटिन्छ। मेरो चाहिँ यहाँ देखाउन्न। अब त्यसको लागि चाहिँ के गर्ने भने एन्ड्रोइडमा जाने, त्यसपछि डाटामा नै हुनसक्छ, मिडियामा नै हुनसक्छ, दुवैमा चाहिँ गर्नु पऱ्यो। मोबाइल अनुसारले फरक पर्छ। मेरो चाहिँ मिडियामा छ, मिडियामा जाने,
अनि एनपी डट यहाँ म्याप यहाँ अरूको पनि हुन्छ म्यापहरू होइन वाट्सएपको छ योहरू छ यहाँ चाहिँ मलाई सफ्टवेयरको यो एसडब्ल्यू म्यापमा चाहिँ हेर्नु पऱ्यो एसडब्ल्यू म्यापमा गएँ त्यसपछि एक्सपोर्ट यहाँ एक्सपोर्टमा चाहिँ मेरो नाम चाहिँ के राखेको थिएँ भने के नाम थियो एकचोटि हेरौँ त रोड डिटेल छ भनेपछि रोड डिटेल केएमजेड यो फाइल हो यो फाइल यहाँ चाहिँ खोलिरहेछ नभए यसलाई चाहिँ के भने ल्यापटपमा सार्ने त्यसपछि गुगल अर्थ प्रोमा खोल्ने यहाँ त्यसपछि फेरि मोबाइलमा राखेर गुगल अर्थमा खोल्ने अहिले मेरोमा गुगल अर्थ छैन त्यही भएर यहाँ खोलिरहेछ नि फाइल जस्तो देखाइरहेछ यो भयो अनि अब मैले जुन फोटोहरू लिएको थिएँ त्यो फोटोहरू पनि यहाँ चाहिँ जुन छ फोटोज छ फोटोजमा ठ्याक्कै बसेर मैले 3टा फोटो लिएको थिएँ ठ्याक्कै यो 3टा फोटो चाहिँ आफ्नो मोबाइलमा चाहिँ कपी गरेर राख्न सक्यो ठ्याक्कै अब कतिवटा फोटो लिएको थिएँ अब यदि त्यही लोकेसनको फोटो नै चाहियो भने यो एक्सपोर्ट फाइलमा गएर यो ठ्याक्कै गुगल अर्थ प्रोमा चाहिँ ठ्याक्कै यो लोकेसनकै त्यो लोकेसनमा यो फोटो हो यो हो त्यो सबै कुरा देखाउँछ त्यसको लागि चाहिँ अब अर्को भिडियोमा चाहिँ यो भन्छौँ यो के भन्छ यो गुगल अर्थको चाहिँ कसरी हेर्ने भनेर फोटोजहरू अनि केएमएल फाइल अनि एक्सेल सिटहरू नै झिक्न मिल्छ तर अलिक त्यो कम्प्लेक्स छ जिआइएसबाट गर्नुपर्ने हुन्छ त्यो चाहिँ पछि